हेलो साथीहरू, तपाईहरुलाई चाहिँ एउटा कुरा थाहा छ कि छैन? कुखुराले सेतो छेरे अनि गर्मी लाग्यो भने चाहिँ प्याज काटेर दिनुपर्छ है। त्यसरी प्याजलाई चाहिँ सानो सानो बनाएर काटेर दिनुपर्छ। अनि छेर्नेहरू निको हुन्छ, छेर्न छोड्छन्। अनि यो हैजाहरू आएको हुन्छ नि, त्यतिखेर पनि यो प्याज दियो भने चाहिँ एकदम राम्रो हुन्छ है कुखुरालाई। हजुरहरूलाई थाहा थियो कि थिएन? हजुरहरूले पनि एकचोटि यो विधि चाहिँ ट्राई गर्नु होला, आफै थाहा पाउनुहुन्छ। त्यस पछाडि कमेन्ट गर्नु ल। यतिखेर फेरि कुखुरालाई खुब रोग आइरहेछ नि त, त्यो भएर हामी चाहिँ कम्तीमा पनि 4-5 दिन चाहिँ यसलाई लगातार काटेर दिनु होला। त्यस पछाडि बजारबाट दबाई, त्यो मेडिकलको दबाई ल्याएर खुवाउनै पर्दैन, यही नै हो। एकदम राम्रो हुन्छ है। यो चाहिँ हाम्रो सासू मम्मीले गर्नुहुँदो रहेछ, मलाई चाहिँ पहिला थाहा थिएन। अनि हाम्रोमा कुखुरा पनि टन्नै पालेको छौँ नि त। अहिले म तपाईहरुलाई देखाउँछु ल। हेर्नु है, अलिकति भिडियो लामो हुन्छ होला, यो काट्न अलि ढिलो काट्छु नि त म। चाल्छु, कुखुराले खाइहाल्छन्। ल हेर्नु है, म अब तपाईहरुलाई देखाउँछु। ल सबैजनालाई थ्याङ्क यू ल, भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। हजुरहरूले चाहिँ एकचोटि जसरी भए पनि प्रयोग चाहिँ गरेर हेर्नु होला है।